हाई मिनासन कोनिचिवा आज हामी पढ्नु लेसन 29 र 30 को जिदौसी भर्सेस तादौसी। जिदौसी र तादौसीमा के फरक छ भन्दाखेरि जस्तो कुनै पनि काम कसैद्वारा हुन्छ भने त्यसलाई भन्छौँ हामी तादौसी र कुनै पनि काम कसैद्वारा नभएर आफै गर्छ भने त्यसलाई भन्छौँ हामी जिदौसी। जस्तो मोबाइल, यदि मैले मोबाइल खसाल्छु भन्नु पर्यो भने म खसाल्दैछु नि त हैन, मेरो माध्यमले म हेल्प गर्दैछु खसाल्नको लागि भने वातासी वा केताई ओ ओतोसी मास, यसलाई भन्छौँ तादौसी। भने यही मोबाइल यदि आफै खस्छ, मैले हेल्प नगरिकन आफै खस्छ, मानौ मैले यहाँ बोकेर हिँड्ने बानी छ मेरो र बोकेर हिँडिरहेको थिएँ र आफै खस्यो भने केताई ओ भनेको त मैले गर्नु पर्यो नि त, त्यसैले ओ नलागेर केताई गा ओचिमास, यसलाई भन्छौँ हामी जिदौसी। त्यसैले र यसैको पनि जस्तो धेरै कुराहरू हुन्छ, जस्तो झ्याल बन्द गर्छु, झ्याल बन्द भयो हैन, ढोका खोल्छु तादौसी, ढोका खुल्यो हावाहरूले गरेर मैले हैन, त्यसलाई जिदौसी। बत्ती बाल्छु, मैले बाल्छु तादौसी, लोड सेडिङ भएको थियो, बत्ती गएको थियो, बत्ती आफै आयो, यसलाई भन्छौँ हामी जिदौसी। त्यसैले नेपालीमा पनि हामी आयो, बल्यो, खुल्यो, निस्क्यो भन्नु जति जिदौसी भयो भने बाल्छु, खोल्छु, बन्द गर्छु, यो सबै छु र योको फरक भयो, यसलाई भन्छौँ हामी तादौसी। दोमो आरिगातो गोजाइमास्ता, ओचाकार समादेस्ता।